र अब हाम्रो चाहिँ यहाँबाट फेरि यो झुलिङ्गे पुलबाट हाम्रो यात्रा अब एलगाउँसम्मको यात्रा है। ओहो हो ल तपाईँहरू देख्न सक्नुहुन्छ यो अवस्था तपाईँहरूलाई चाहिँ होइन, यो क्षेत्रको चाहिँ एकदमै चाहिँ तोरी चाहिँ पुरा अब पाक्ने अवस्था भइरहेको रहेछ है यो क्षेत्रमा चाहिँ। अनि हरियाली पनि एकदमै छ, मान्छेहरू चाहिँ अगाडि गोठलाहरू पनि आएको छन् है, बाख्राहरू पनि चढ्दैछ। गाउँको एकदमै चाहिँ नेचुरल कुराहरू चाहिँ लिन पाउँदा चाहिँ एकदम रमाइलो अनि एउटा अलग किसिमको चाहिँ आफूमा फिलिङ्स आउँदछ। किन भनेपछि हामी बाहिर त बस्दछौँ अनि त्यो सहरमा हामी एसीमा बस्छौँ र पनि तर यस्तो नेचुरल चाहिँ हामी चाहिँ नेचुरल क्लाइमेटसँग चाहिँ हामीले चाहिँ रहन र जिउन लामो समयदेखि चाहिँ हामी पाइरहेको थिएनौँ। तर यो समय एकदमै खुसी लागेको छ यो समय हामी चाहिँ यो बाटोमा फेरि पुनः 2-3 वर्षपछि फेरि पुनः चाहिँ हिँड्न पाउँदा चाहिँ रमाइलो भएको छ। हेर्न सक्नुहुन्छ बाख्राहरू पनि चराउने मान्छेहरू आफ्नो आफ्नो काममा। अनि देखेर यहाँ पनि यो कटेज रहेको छ एकदमै, यहाँ पनि तपाईँहरू आउन सक्नुहुन्छ। यहाँनिर चाहिँ यो घुम्ने अनि पार्टी गर्ने अनि प्यालेसहरू लगायत चाहिँ यहाँ पिकनिकहरू प्रायः जस्तो पिकनिकहरू चाहिँ हुने गर्दछ है। तपाईँहरूले चाहिँ यो नजिकै हुनुहुन्छ बाँके भोटिया भनेपछि चाहिँ आउन सक्नुहुन्छ। यो एरियामा चाहिँ घुमेर तपाईँ यहाँको नेचुरल हावाको आनन्द लिएर तपाईँहरू चाहिँ फर्कन सक्नुहुन्छ है। हामी अब लामो समयदेखि हिँड्दैछौँ, यात्रा करिब चाहिँ हाम्रो 1 घन्टाको छ। तपाईँहरूसँग फेरि पनि जोडिनेछु। अहिलेलाई